नमस्कार। आज चाहिँ मैले एउटा कथा लिएर आएको छु। फेवाताल बाराही देवीको तपाईले नसुनेको कथा। पोखराको फेवाताल आज नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल भएको छ। के हिन्दू, के बौद्ध, के नेपाली, के विदेशी सबैका लागि फेवाताल र बीचमा अवस्थित तालबाराही मन्दिर सबैको आस्था र आकर्षण दुवैको केन्द्र बनेको छ। तर यो स्थान केवल सौन्दर्य र धर्मको प्रतीक मात्र होइन, यो तमु गुरुङ समुदायको मौखिक इतिहास, विश्वास र सांस्कृतिक स्मृतिसँग पनि गहिरो रूपमा गाँसिएको पवित्र स्थल हो, जुन अहिले लुप्तप्राय भएको छ। गुरुङ समुदायभित्र विशेष गरी फेवाताल पारीको रैथाने गुरुङ गाउँहरूमा केही बुढा बाजे बजेहरूमा आजसम्म पनि एउटा पुरानो कथा प्रचलित छ। धेरै वर्ष अघिको कुरा हो। अहिले फेवाताल रहेको ठाउँमा एउटा ठुलो बस्ती थियो। त्यो कुन समुदायको थियो त्यो भने यकिन छैन। कथा यस्तो छ। एक दिन एक बटुवा त्यहाँ आइपुग्छन्। उनले बास र खानाको याचना गरे, तर कसैले सहयोग गरेनन्। अन्ततः पारी डाँडामा उक्ली एउटा बुढी गुरुङ आमाले उनलाई आफ्नो घरमा बस्न दिन्छन् र थोरै रोटी तथा ढुडो बाडेर खान दिन्छन्। बुढी आमाको दया र श्रद्धा देखेर बटुवाले आफ्नो देवीको रूप प्रकट गर्दै बुढी आमैलाई दर्शन दिन्छन् र भन्छन्, म फाक्मो बाराही देवी हुँ। तल मलाई कसैले बास दिएनन्। भोलि तल त्यो ठाउँमा ठुलो बाढी आउनेछ। सबै गाउँ पानीले ढाकिनेछ। तिमीबाट म धेरै खुसी भएँ। माग, के माग्छौ भन्दा देवीलाई गुरुङ बुढी बजेले फेवा अथवा ढोक गरी हजुरको सदैव यही बास होस् भनी भन्दछिन्। र त्यो ढिस्को अहिले देवी आफू बस्ने बुढी बजेलाई विश्वास दिन्छन्। भोलिपल्ट ठ्याक्कै देवीले भने जस्तै हुन्छ। ठुलो बाढी आयो, बस्ती डुब्यो र बाँकी केही रहेन, केवल त्यो ढिस्को मात्रै रह्यो। त्यही ढिस्कोमा बाराही देवी अहिले पनि विराजमान छिन्। अहिलेको तालबाराही मन्दिर त्यही हो र त्यसै नै बनेको हो फेवा ताल। गुरुङ भाषामा फेतलवा शब्दको अर्थ नै ढोङ्ग्रो हो। बोली चालीमा फैलवालाई छिटो र छिटो रूपमा फेवा उच्चारण हुन्छ। त्यसैले फेवा तालबाराहीको अर्थ नै ढोगेको या ढोक्न लगाएको फाक्मो देवी हो भनेको हो र यहाँ तालले नै देवीलाई ढोक्ने गर्दछ। त्यसैले खासमा यहाँको देवी वर्षयान परम्पराकी फाक्मो देवी वर्ष बाराही दोर्जे फाक्मो हुन् भन्ने देखिन्छ। फेवाताल पारी बसोबास गर्ने रैथाने गुरुङहरूको केही खलकमा आज पनि फाक्मो देवीप्रतिको पूजा र आस्था जीवित छ। गुरुङ समाजमा फेवाली भन्ने थर पनि एउटा पाइन्छ, जसका पुर्खाले आफ्नो हन्जा मूलस्थान यही फेवा क्षेत्रलाई मानेका पनि भेटिन्छन्। फेरि कास्कीमा शाह वंशको शासन भएपछि यस पवित्र स्थललाई मन्दिरको रूपमा विकास गरियो। बुढी बजेको कहानी पनि केही परिवर्तन भए। जे होस्, ऐतिहासिक अभिलेख अनुसार कास्कीका राजा कुलमण्डल शाहले सर्वप्रथम खरको छुप्रो बनाएर त्यस फाक्मो पीठलाई मन्दिरको रूपमा स्थापना गर्नुभएको थियो। यो मन्दिरको अस्तित्व विक्रम सम्वत 1669बाट पुष्टि भएको पाइन्छ। यद्यपि कतिपय अभिलेखहरूले यसको प्रारम्भ विक्रम सम्वत 1447बाट भएको उल्लेख गर्छन्। प्राचीन समयमा माटाको ढिस्कोमाथि रहेको एउटा फाक्मो शिलालाई नै देवीको प्रतीक मान्दै पूजा गर्न थालिएको थियो, जसपछि तालबाराही मन्दिरको रूप विकसित भयो। अहिलेको स्वरूपको मन्दिर भने विक्रम सम्वत 2017 सालमा राजा महेन्द्रबाट निर्मित भएको हो। र यो कथा चाहिँ मैले लम्पडन सयना सक्तशिर फेसबुकबाट लिएको छु। यो मिठो कथा राख्नु भएको उहाँलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू।